कुन ठाउँ हो चिन्न सक्नुहुन्छ ल जसले चिन्नुहुन्छ ठाउँ कुन हो ल कमेन्ट गर्नु होला फलो गर्नुहोस् बस कुन ठाउँ हो सबैले चिन्नु है त यो जसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला ल कमेन्ट गर्नु होला कुन ठाउँ हो अनि लाइक कमेन्ट चाहिँ अवश्य गर्नु होला है नभुलिकन हाम्रो यो भुटानका यिनीहरू रिक्साहरू बहुत बेसी छ कि ठाउँमा रोक्ने होइन ठ्याक्कै अगाडि मान्छे अगाडि हिँडिरहेको भने सिधै अगाडि आएर रोकिदिने जस्तो खाने अटोहरू आज है अनि मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला ल यो कुन ठाउँ हो चिन्नुहुन्छ होला अब हाम्रो सफर चाहिँ यही हो जिन्दगी त बिहान ड्युटी जाने आज पनि अलि शीतल छ होला हिजो पानी परेको बिहान पनि पानी परेको त्यही भएर अलि शीतल छ अनि हरिहरको ठाउँतिर पानी परेको छ कि छैन त्यो पनि कमेन्ट गर्नु ल सबैजना हेर्नुहोस् हाम्रो शिवजीको वाहन यसरी बस्यान बाटोमा हर हर महादेव यो संसारको हामी कहाँनिर आइपुग्यो मैले यो ठाउँ पनि कमेन्ट गर्नु होला कहाँनिर आइपुग्यो भनेर अब यहाँ चाहिँ नयाँ रेस्टुरेन्ट खुल्न लाग्यो है के खुल्न लाग्यो हेर्नुहोस् धमाधम खुलिरहनु मस्त नयाँ नयाँ रेस्टुरेन्ट होटेलहरू व्यापार चाहिँ राम्रो हेर्नुहोस् आजको माहौल यस्तै छ हल्का शीतल छ गर्मी छैन के गर्नु तर हाम्रो त कुदाउनै पर्यो यो यसलाई कुन बजार भन्छ यो त्यो पनि भन्नु होला ल अनि यो कुन ठाउँ अनि यहाँ चाहिँ हेर्नुहोस् यो होटेल यो होटेल मनिषा चाहिँ भन्ने हाम्रो गाउँको अङ्कलको होटेल हो हामी त यहाँसम्म आइपुग्यौँ अझै कति टाइम लाग्ने हो पुग्नलाई त्यो पनि थाहा छैन र चाँडै पुगेर
हजारको छान्छ गङ्गाले मेट्दा त्यही फुलको आँखा यो संसारको रीत यस्तो हुन्छ यो संसारको रीत राम्रोसँग भयो साथीभाइ निरन रन्काउँदै हिँड्छन् अटोहरू यतादेखि सर्लको हेर्नुहोस् कुन ठाउँ होला चिन्नुहुन्छ होला नि कुन ठाउँ भनेर हाम्रो पश्चिम जानको लागि यहाँ फिङ्गरहरू लाग्छन् यहाँ चाहिँ हेर्नुहोस् चन्द्रबाट कृष्णनगरसम्मको 4 नम्बरसम्मको यस्तै छ निर्मया यो संसारको रीत भने जस्तै अब हाम्रो पनि जिन्दगी यस्तै छ हेर्नुहोस् जस्तो आएको त्यस्तै जाने हो आज बाटो चाहिँ अलिक खाली छ खै के भएर खाली भएको पनि मान्छे कमै हिँड्छन् क्या त्यस्तै लाग्नु पर्यो यहाँ त भरि फरक हुन्छ यति बेला संसारै माया विचित्र हेर्नुहोस् तिरिङ तिरिङ घन्टी बजाउँदै घुमौला सहरैमा भन्ने गीत छ नि हो अन्त तिरिङ तिरिङ घन्टी बजाउने अनि घुम्ने सहरैमा बाटैमा आएर रोक्नु रोक्ने ठाउँ पनि एउटा बाटोमा जाममा रोक्छन् क्या साइकलको चाहिँ ब्रेक फेल भयो जस्तो छ मेरो बिहार भनेको यो मेरो बिहारको ब्रेक चाहिँ फेल भएछ क्या लाग्दै लाग्दैन त यार हेर्नुहोस् अब पानी चाहिँ पर्ला जस्तो छ है अहिले रिउसरी हेर्नुहोस् अब त्यस्तो मान्छे हुन्छ नि एउटाले साइड फालेर आउँदैन हाम्रो बिहानको सफर यहीँसम्म हो यस्तरी फोहोर यहाँ देख्छन् कि पछाडिको टायर त्यस्तो भयो त्यही पनि पूजा छन् के भन्ने खै के ल्याउने अगाडि आएको देख्दैन होला नि सिधै अगाडि जाममा आयो जहाँ पनि सिद्ध्याएर ठोकिन्छ जस्तो गर्दा ब्रेक नमार्ने भने त मान्छेलाई त गाउँछ नि त हो यो ठाउँ चाहिँ होला चिन्न सक्नुहुन्छ भने कमेन्ट गर्नु होला ल कुन ठाउँ हो चिन्नु यो संसारको रीत
यस्तै जाने सधैँ यस्तै पोस्ट गरिदिने हो, एडिट गर्न केही गर्न हुन्न, जस्तो छ त्यस्तै। यो त लाभ हुन्छ होला, ठ्याक्कै हेर्नु ल होइन। ल हाम्रो यो कुन ठाउँ हो ठ्याक्कै चिन्नुले सबैले कमेन्ट गर्नु है, अनि लाइक कमेन्ट अनिवार्य गर्नु होला, सक्नुहुन्छ भने फलो पनि गर्नु होला। हेर्नुहोस् भने सबैले फलो गर्नु होला। अब सक्नुहुन्न भने त अब नगर्नु होला। अब है यस्तै यो जिन्दगी, मरिलानु के नै छ र। केही गर्न सकिन्न, अगाडि बढ्ने हो। यो चाहिँ बुटोल उपमहानगरपालिकाको कार्यालय यस्तो छ। अब यो चाहिँ हाम्रो 8 बजार एरिया पऱ्यो। साथीहरूले तिमीलाई नै सम्झिरहेछ, आँखा तिम्रो हेर। यस्तै गर्छन्, यस्तरी हुन्छन्। अनि के गर्नु, अनि एक्सिडेन्ट नहुँदैन के हुन्छ। हाम्रो गन्तव्य स्थानसम्म आइपुग्नुभयो। अब अलिकति छ, अलिकति पछि अब हाम्रो अफिससम्म पुगिन्छ। त्यसपछि आजको सानो मिठो भनौँ कि अब रेडी गर्ने हुन्छ सानो होला। अब म त यस्तै पोस्ट गरिदिन्छु भाइ, त्यही भएर लामो पनि हुन पाऊ कहिलेकाहीँ। हामी कहाँनिर आइपुग्नु, कति राम्रो हेरौँ न। अब यस्तै हुन्थ्यो, यस्तै कहाँदेखि बाटो काट्ने केही थाहा छैन, सट्ट काट्न पाऊ भइहाल्यो। कति राम्रो देखिन्छ यो यसरी परिवार उठ्छन् सजिलोका राम्रो अनि हाम्रो भने जस्तै हेर्नुहोस्। अब ट्याग यस्तरी गर्छन् अनि त्यसपछि एक्सिडेन्ट हुन होला के जान्छ र। ट्याग गर्नु त ठिकै हो। यहाँ विद्यालय क्षेत्र छ, त्यस्तो रहेछ ट्याग गर्ने। यो चाहिँ यहाँ उकालो चाहिँ सबै छ, अलिअलि पसिना पनि आउँछ उकालोमा। हेर्नुहोस् यहाँको बाटोको हालत हेर्नुहोस्। यो कहिलेसम्म बनाउने यो बाटो, कुन ठेकाले ठेक्का लिएको त्यसलाई नि ठ्याक्कहरू बान्नुपर्छ। यस्तो उता हेर्ने, यता नहेरिकन हिँड्छन् मान्छे। यस्तो पनि हुँदो जिन्दगीमा। मिठो भिडियो मान्छेको आवजात बिहानको बेला। अब स्कुल जाने विद्यार्थीहरू त जति पनि भइहाल्छ। आवजात स्कुल क्षेत्र भएको होला। अब यो क्षेत्र हाम्रो
स्ट्यान्डनिर आइपुग्यौँ। अब चाहिँ हाम्रो भिडियो यति नै हुन्छ ल। हाम्रो अफिस चाहिँ यहाँ हो है ल।